हेलो साथीहरू, म चाहिँ अहिले जुम्ला टोप्लाको छेउमा म चाहिँ आज जाँदैछु। उहाँ हिमाल छ नि, हिमाल छ त्यहाँनिर जाँदैछु साथीहरू। घुमेर एकछिन जुम गरेर पनि देखाएँ। त्यहाँ जाँदैछु, त्यहाँको ठाउँ कस्तो छ म आज देख्नेवालो छु साथीहरू। म आज त्यही जाँदैछु। अहिले एकजना बुवा पनि हुनुहुन्छ मसँग जाने। मैले उहाँको भारी बोकेको छु। अहिले चाहिँ म बाटोमा हिँड्दैछु। मेरो भ्लगलाई माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला। म चाहिँ हिँड्दैछु बाटोमा। अहिले चाहिँ कतिखेर पुगिन्छ, त्यहाँ पुगेर थोरै काम छ, त्यसपछि 2-4 दिनमा घरतिर फर्किने हो। आज चाहिँ मेरो यात्रा त्यहाँसम्मको छ। यस्तै छ, म बाटोमा हिँड्दैछु साथीहरू। बाटोमा छु अहिले। बाटो पनि ठिकै छ, धेरै गाह्रो छैन, राम्रो छ बाटो भन्न चाहन्छु। म चाहिँ अहिले बाटोमा हिँड्दैछु। यो चाहिँ टोप्लाको गाउँ, जुम्ला टोप्लाको गाउँ। टोप्लाको अहिले यता साइडमा छु। यो तलको रोड हुँदै जान पर्ने हो। यो सिधा तल खोला हुँदै, खोलादेखि जान पर्ने हो। अहिले चाहिँ म यहाँनिर हल्का साथीहरूलाई केही साथ सपोर्ट गरिदिनुहुन्छ कि भनेर मैले एउटा भ्लग बनाएको छु साथीहरू। मेरो भ्लगलाई माया गरिदिनु होला। हेर्नुहोस्, म देखाउँछु कस्तो छ यहाँको अवस्था, कस्तो छ, के छ, म सबै देखाउने छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला साथीहरू भन्न चाहन्छु। अहिले चाहिँ निकै जाडो छ यहाँको मौसम। जाडो भएर यत्रो ज्याकेटहरू लगाएको छु। अहिले चाहिँ मलाई भिडियो बनाउन नि गाह्रो भइसकेको छ। एकछिनपछि घाम आउँछ। घाम आएपछि म हजुरलाई सब भ्यू, हाम्रो यो जुम्ला टोप्ला साइडको सब अल भ्यू देखाउने छु। त्यही भएर साथीहरू अहिले चाहिँ मलाई निकै नै जाडो भएको छ। अहिले बिहानीको मिरमिरेमा म 6:15-20 यहाँ आएको छु। अब त्यसपछि देखाउने छु। पछि घाम लाग्नेछ। घाम लागेपछि मलाई भिडियो बनाउन सजिलो हुन्छ। त्यही भएर म सब देखाउने छु साथीहरू। र म चाहिँ अहिले घाम पनि लागिसकेको छ। अहिले चाहिँ मैले घाम लागेको हुनाले भिडियो बनाउनु पाइनँ। अहिले चाहिँ घाम लागिसक्यो। म देखाउने छु। यहाँको नेचर राम्रो छ। धेरै नजिक आइसक्यो। अब थोरै छ। यो हिमालको तल साइड जानुपर्ने हो। अहिले चाहिँ म घरबाट निस्केको चाहिँ 2 घन्टा भइसकेको छ। 2 घन्टाभन्दा धेरै भइसकेको छ। अहिले चाहिँ बाटोमा हिँड्दैछु। अलि जाडो छ यहाँको मौसम, लास्ट जाडो छ। यहाँको नेचर हेर्दा त मलाई राम्रै लाग्छ। आहा, कति दामी छ, राम्रो लाग्छ मलाई। हेर्नुहोस् न उँधो बुई, डरलाग्दो ठाउँ छ नि। यस्तो बाटोमा हिँड्नुपर्छ। यहाँ तल डरलाग्दो छ। यस्तोमा हिँड्दैछु म। हेर्नुहोस्, वहाँनिर दुईजना जानुभएको छ अगाडि। अन्त अगाडि पनि बुवाहरू जानुभएको छ 2 जना। एकजना हजुरबुवा र बुवा जानुभएको छ। यहाँको नेचर हेर्दा राम्रै लाग्छ। अब थोरै छ। म 2 घन्टाभन्दा ओभर भइसक्यो। जानुपर्ने त्यो हिमालको तल साइड हो। अहिले चाहिँ म बाटोमा हिँड्दैछु। यस्तै छ गाइज, बाटो अवस्था यस्तै छ हाम्रो गाउँतिरको। यस्तो बाटोमा हिँड्नुपर्छ। यस्तो डेन्जर छ तलतिर। यहाँबाट फुत्केपछि त गयो सिधै खोला। कस्तो छ हेर्नुहोस् त। यस्तो पहाड छ, तर घामले पारि साइड देखिएको छैन। यो चाहिँ के हो फेरि? सेतो सेतो छ, खै के हो त्यो त मलाई थाहा भएन। हिँड्दैछु। मलाई यहाँको ठाउँ, गाउँ यताउता हेर्दा राम्रै लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू? कमेन्ट फलो गरिदिनु होला, कमेन्ट छोडिदिनु होला। मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। यस्तो ठाउँमा हिँड्दैछु, बाटोमा हिँड्दैछु। अब मैले राम्रोसँग भिडियो देखाउन पाएको छुइनँ। बिहान नि देखाउने थिएँ, उस्ता राम्रो ठाउँहरू थियो। त्यहाँ चाहिँ भयो नि, त्यो ठाउँमा बिहान चिसो भयो, घाम लागेको थिएन। अहिले चाहिँ घाम लागेको छ। हेर्नुहोस्, प्रशस्त मात्रामा देख्नुहुन्छ मलाई चाहिँ।
म चाहिँ अहिले यस्तोमा हिँड्दैछु, के गर्ने यस्तै छ अवस्था चाहिँ। बाटोमा हिँड्दैछु म। यस्तो डेन्जर ठाउँ छ, यस्तो भिडमा, यस्तो पहाडमा। यो बाटो हुँदै उता त्यो डाँडा हुँदै उता जानुपर्ने हो। म पनि लास्टै थाकेको छु क्या आज। घरदेखि हिँड्दै आएको, अहिले चाहिँ 2 घन्टा भइसक्यो। 2 घन्टा पनि धेरै भइसक्यो, 2.5 घन्टा हुन लाग्यो होला। यस्तै छ, हिँड्दैछु बाटोमा, देखाउँदैछु कतिखेर पुगिन्छ, के हुन्छ सब देखाउने छु। भिडियोलाई चाहिँ एन्ड नगर्नु होला, स्किप नगर्नु होला। थाकियो यार, लास्टै थाकियो। फेरि एकजना अङ्कल बुवा जानुभएको छ, म चाहिँ पछि हिँड्दैछु बाटोमा। अब यस्तै छ, यस्तो ठाउँ छ माथितिर, यस्तो छ सब। हेलो, म चाहिँ अहिले यस्तो खोलामा छु। खोलामा पुगेँ, यहाँ चाहिँ थोरै रेस्ट गर्न पऱ्यो। यहाँ चाहिँ पानी रहेछ, यस्तो कुवा रहेछ, कुवामा पानी आउनु रहेछ। पानी खान पऱ्यो एकछिन। पानी पनि खाइसकेँ। एउटा ब्रेकफास्टको लागि एउटा बिस्कुट ल्याएको थिएँ, अब एउटा बिस्कुट खानु पऱ्यो। कहाँ छ अब, झोलाबाट खोलेर यहाँ थियो बिस्कुट। खसी बिस्कुट राखेर यसलाई बन्द गर्नु पऱ्यो। एकछिनमा बन्द गर्नु पऱ्यो। यसलाई चाहिँ खोलेर खानु पऱ्यो। यो पनि यतिकै नखाउँ होला जस्तो लाग्छ, पानी हालेर खानु पऱ्यो। गाइस म देखाउँछु। म चाहिँ खाना स्टार्ट गरेको गाइस। गिलो भइरहेछ अहिले चाहिँ, यसभित्र गिलो भइरहेछ। यो यस्तो पेस्ट बनाएर खाइरहेको छु मैले चाहिँ अहिले यहाँनिर बसेर। मैले खाएर नि भ्याइसकेँ। प्लास्टिक उता फालेर हातसात धोएर जान पर्ने हो। साथीहरू म पनि हिँडिसकेँ अहिले चाहिँ लस्टै। अलिक गर्मी होला जस्तो लाग्छ, निकै नै घाम लाग्ने रहेछ यहाँ यो ठाउँमा। म चाहिँ अब यो एड ओडार भन्ने ठाउँमा पुगिसकेको छु। यहाँको एउटा बुवाले भन्नुभएको थियो ठाउँको नाम एड ओडार हो अरे। यो नाम पनि कसरी रह्यो भने पहिला कलियुगतिर यहाँ एउटा गुफा थियो अरे, गुफालाई ओडार भन्छ नि। त्यो गुफामा मृगहरू आएर बस्थे अरे, बरफ परेको बेला मृगहरू आएर बस्थ्यो अरे। त्यो मृगलाई एड भन्ने रहेछन् गाउँमा, त्यही एड ओडार भनेर नाम राखिरहेछन्। त्यो ठाउँमा आइपुगेको छु। अब थोरै छ, म 1 घन्टामै मैले भनेको ठाउँमा पुगिहाल्छु। अहिले चाहिँ म यस्तो छु, यहाँ चाहिँ अब थोरै छ, नजिकै आइसक्यो। त्यो अलिअलि हिउँ परेको छ,
त्यो ठाउँमा त्यो माथि त होइन, त्यसको सिधा तल मुनि जानुपर्ने हो। अहिले चाहिँ म बाटोमै छु। यहाँ यता भेडा पनि पाल्नु भएको रहेछ। भेडाहरूलाई घाँस काटेर खुवाउँदै हुनुहुन्छ अङ्कलहरू। यहाँ भेडाहरू कस्तो दामी आहा, तर अहिले क्यामेराले भ्याउँदैन, घाम लागेको छ। मेरो क्यामेरा त्यति राम्रो पनि छैन, त्यो क्यामेराले भ्याउँदैन। तल छन् ती जङ्गलमा, थोरै क्यामेराले नभ्याएर देखाउनु पाइनँ। मलाई नि अलि हतार छ यो जङ्गलमा। यो जङ्गल ठाउँ सब राम्रो लागिरहेछ क्या मलाई त। यो ठाउँमा हेर्दै हिँड्दै आएको छु, यताउता सब धेरै राम्रो लाग्यो कि मलाई। यो तातोपानी 8 टोप्लाको वार्ड नम्बर 8 को एरियामा यस्तो जङ्गलहरू छ। यहाँ भेडाहरूलाई डालासाला काटेर यो घाँसको जिगल्टा भुइँमै छ। चाहिँ हिँड्दैछु यहाँनिर। यो के हो, यो कृषि खाना खेतीपातीको लागि यहाँ चाहिँ वाल बनाएर भित्र बर्खामा खेती लगाउनुहुन्छ होला। यता त यो पशुहरूले खाइदिन्छ भनेर होला नि यस्तो बनाउनु कारण। म चाहिँ हिँड्दैछु बाटोमा। यस्तो राम्रो के माथितिर डाँडा काँडा भ्यू सब हेर्दा यस्तो दामी के, पुरा दामी लागिरहेछ नि। त जङ्गलहरू सब के दामी ठाउँमा त मलाई फेरि नै आउन मन छ। तर के गर्ने, अब फेरि पनि आउन पर्ला भन्ने छ मेरो मनमा। म चाहिँ अहिले हिँड्दैछु। अब चाहिँ नेक्स्ट क्लिपमा चाहिँ त्यो हिमालको सिधा तल पुगेको बेला बनाउने छु। अहिले चाहिँ मलाई अति हतार छ, मैले भिडियो बनाउनु पाएको छैन। ल कति राम्रो के यहाँको ठाउँ गाउँ कति। मलाई त घरै जान मन लागेन। यहाँको डाँडा काँडा हिमालहरू वन जङ्गल चौरहरू सबै राम्रो लाग्ने क्या सबै। घर जान त मनै लाग्दैन, तर के गर्ने, अब जानुपर्छ। यति राम्रो के मेरो मनले त सबै भित्रैदेखि हेर्दैदेखि छोइरहेको छ। साथीहरू डाँडा काँडा सब हिमाल सब हेर्दा राम्रो के सबै। यो जुम्लाको यो भेरी खोलातिर त सबै भरिपूर्ण रहेछ क्या साथीहरू। सबै हरथोक पुगेको के यति राम्रो कि यहाँभन्दा त उता गोठी चौर पनि धेरै राम्रो छ अरे। उतातिरको नि भिडियो बनाउन एक दिन जान छ, यहाँ टुरिस्ट घुम्न जान छ। म चाहिँ अहिले यस्तोमा आएको छु हिउँदको समयमा। चाहिँ वर्षामा त झन् कति रमाइलो हुन्छ र आजकल चाहिँ यस्तै छ। यस्तो राम्रो मलाई त पुरै मन पर्यो नि। फेरि पनि आउन मन छ, फेरि पनि आउन पर्ला यो ठाउँमा। यति राम्रो मन पर्यो मलाई। र गाइस बाई बाई, नेक्स्ट भिडियो नेक्स्ट टाइम।